यसलाई बुझौं समान गरौं। सानैदेखि डर देखायो समाजले, बोल नहुने जस्तो बनायो आवाजले। यो त शरीरको स्वाभाविक परिवर्तन, किन अझै भइरहेछ विभेद र बहिष्करण। विद्यालय जान रोक्ने चलन हटाउन्, अन्धविश्वासका पर्खाल सबै भत्काउन्। छोरीको सपना कहिल्यै नरोकियोस्, महिनावारी हुँदा पनि ऊ मुस्काओस्। लाज होइन स्वास्थ्य हो, महिनावारी प्राकृतिक सत्य हो। स्वच्छता अपनौ सबै मिलेर, सम्मान गरौँ हातेमालो गरेर। लुकाउनु